सबै कुरो ठिक छ कि यहीले बनाएको अरे यो पुरी अरे अनि यो खड्का कि के अधिकारी होला। फाइनली गाइस म पानको पत्ता टिपेर आइपुगेँ। यहाँ खानापिना सुरु भइसकेको रहेछ। सबैजनाले खानु थाल्नु भएको रहेछ अनि खाँदा खाँदै त्यहाँ रमाइलो पनि भयो। यसलाई भन्छ पुरी होइन, यसलाई भन्छ के भन्छ आलुदम। अब भोक लागेपछि भनेको अब सकिँदैन र त्यही भएर खाइयो बस्छ। ए भान्सेहरूको यो पुरी, यो भट्टराई, यो खड्का, यो राई, यो गुरुङ, यो तामाङ, यो लिम्बू चाहिँ खोइ लिम्बू यो चाहिँ लिम्बू हो। नानीहरू यो लिम्बू आलु लिम्बूलाई त आलु बनाइदियो। कोपाको काममा त नि उम्लिने चिया पो भएछ त, उम्लिने रक्सी पो परेछ त। हामी सुखमा होइन नि। यो उम्लिने चिया चाहिँ आगो बढी भएर उम्लिएको रहेछ। अनि भान्जा आज त नि उम्लिने रक्सी पो परेछ त। पुरा अहिले हाम्रो दोषी सुत्रि छ अरे पुरी मिठो भयो। पुरी पिरो भयो। पुरी पिरो भयो। नमस्ते हाम्रो काकी सासू हुनुहुन्छ है। अनि किन हामी अलिक अँधेरो अँधेरो छौँ कि क्या हो? राति अनिन्द बसेर जस्तो लाग्यो त। ए हो मदेखि हो मदेखि छैन मदेखि हो मदेखि अलि अँधेरो छैन होइन होला। लगाइदियो गाना लाग्दैन मलाई त्यो जसले जे भने पनि हाम्रो ल उसो खुसी नै हुनुहुन्छ नि हामी। होइन सबै कुरो ठिक छ कि खतरा त नि सिक्किने रक्सी सेतोबाट आउनु थालेछ। न्यू भर्जिनमा आएको रहेछ क्या। एआई भर्जन हो यो। यहीले बनाएको ए होला कि म त भाँडा र खुङ्गाले बनाएको कि एआईले बनाएको रक्छु खाने हो कि म खाँदैछु त उम्लिने रक्सी साँच्चीकै उम्लिने रक्सी नै परेछ अहिले। शान्ति शान्ति शान्ति। अनि खाने कि लगिदियो यो चाहिँ हो त हातमा पक्रिनु भएको चाहिँ के हो? अरे यो पुरी अरे अनि यो खड्का कि के यो अधिकारी होला भनेर आएको हो कि। तर अनि उही भेटाइयो अनि के अब एउटा भुँडीमा कति लाउनु भनेर नि झोला त अघि हामीले लिएर आएको अब भर्नु हुँदैन नि त यहाँ। ल नाना गएको ल ल यहाँ चाहिँ खालि पियोरी सकिएर हिँड्नु। अब दोकानको हालत के हुँदैछ पानको पत्ता कहाँ छ मलाई थाहा छैन भन्दैछ अरे। मेन बाटोमा निस्केको कति मिठो हावाले हल्लाइराखेको छ सिरो। अनि यहाँ पनि अलिकति भिडियो गर्नु मन लाग्यो। हामी दोकान घरतिर फर्किरहेको छौँ है। हेलो गाइजहरु यहाँ बुढी मान्छेलाई जिस्काउनु मन लाग्यो। गाइजहरु कहाँ गएर हेलो गाइज कहाँ गएर आउनु भएको मरमा ए अनि केही नखाने से जस्तो लाग्यो त हामी आज पक्का छ हाम्रो ए मलाई ज्यानमारा परिहाल्नु छ नि त्यहाँबाट दोकान आइपुगेँ। दोकान आइपुगेपछि साउजी र साउनीलाई कति गाह्रो भयो आज जिस्काए पनि। पानको पत्ता भेटिएन साउजी अघि सुनेको तलै मेरो दोकान नजिकैको पुरानो लगाएको पुरानो हो है। अनि त्यहाँ पनि निम्तो जानु नपाएर हतार गरेर एकछिन गएँ। अनि एक राउन्ड भिडियो पनि बनाएँ सबैतिर। अनि किराँत धर्मको गुरु पनि आउनु भएको रहेछ होइन। अनि उहाँले प्रवचन दिइराख्नु भएको छ। म चाहिँ पसेर
भिडियो एक राउन्ड बनाएँ सबै घुमाएर अनि त्यस पछाडि मैले भिडियो बनाएँ अनि कथा सुन्नेहरू पुराण सुन्नेहरू थुप्रैजना आउनुभएको रहेछ। मैले भिडियो पनि गर्नु भ्याएको थिइनँ, गएको पनि थिइनँ, एकैछिन दोकान छोडेर गएको थिएँ अनि मैले पनि हेरेर पोस्ट गर्दै भिडियो गरिरहेको थिएँ। अनि यही च्यारिटी क्लबको अध्यक्ष लीला बल्लभ सर अनि भानु मिनाको प्रिन्सिपल जागृत लाउने सरहरू हेर्दै हुनुहुँदैछ अनि उहाँहरूसँग आर्थिक सङ्कलन केन्द्र हो नि गोपीलाई नि, आर्थिक सङ्कलन केन्द्र हो नि। आजको भिडियो हेरिदिनु भएकोमा सबैजना मेरो ग्राहकले हात खेलायो मलाई। अब अर्को भिडियोमा भेटौँ है।